नमस्कार। सहकारीको विषयमा सहकारी संस्थाले अर्थात् सहकारीको सञ्चालक समितिले अर्थात् संस्थाको पदाधिकारीले सहकारीलाई अगाडि बढाउँदै गर्दाखेरि पालना गर्नुपर्ने ऐन नियम तथा कानुनहरू के हुन् त हैन? धेरै किसिमका कानुन र नियमहरू हुन्छन् जसमा सञ्चालक समितिहरू पनि अन्योलमा छन्। हामीले कुन कानुन पढ्नुपर्ने, कुन विधिलाई टेक्नुपर्ने भन्ने कुरा धेरै अन्योलमा परिरहेको हुन्छ। त्यसैले म तपाईँलाई आज समग्र रूपमा 7 वटा टिप्स दिनेछु। 7 वटा ऐन नियम पढ्नुभयो भनेदेखि तपाईँले सहकारीलाई सजिलैसँग अगाडि बढाउन सक्नुहुनेछ। म तपाईँलाई देखाउन गइरहेको छु हैन त सहकारीमा पालना गर्नुपर्ने कानुनहरू चाहिँ के हो त भनेर म तपाईँलाई देखाउन गइरहेको छु। सबैभन्दा पहिलो नम्बरमा छ सहकारी ऐन 2074 र सहकारी नियमावली 2075। यो अनिवार्य अध्ययन गर्नुपर्छ हैन। सहकारी ऐन 2074 को सम्पूर्ण डिस्क्रिप्सनहरू एक पढ्नुपर्ने हुन्छ। नियमावली पनि कसरी अगाडि बढ्ने, के कुराहरू चाहिँ फर्मालिटीहरू पुरा गर्ने भन्ने कुरा नियमावलीमा रहन्छ। त्यो पनि एक अध्ययन गर्नुपर्ने हुन्छ। तपाईँलाई म यी ऐन नियमको बुकहरू हैन एउटा चाहिँ यसको लिङ्कहरू चाहिँ म तपाईँलाई डिस्क्रिप्सनमा राखिदिन्छु। तपाईँहरूले सजिलै पाउन सक्नुहुनेछ। त्यसैगरी अर्को नम्बरमा रहेको छ प्रदेश वा स्थानीय निकायका सहकारी ऐन तथा सहकारी नियमावली। आफ्नो आफ्नो स्थानीय सरकारले सहकारी सम्बन्धीको आफ्नो ऐन नियमावली बनाएको हुन्छ। तपाईहरु जुन प्रदेशको हो, तपाईहरु जुन पालिकाको हो, ती पालिकामा गएर तपाईले सहकारी ऐन र नियमावली मागेर तपाईले अध्ययन गर्नुपर्ने हुन्छ। त्यसैगरी अर्को रहेको छ आयकर ऐन 2058 र नियमावली 2059 हैन त। सहकारीमा विभिन्न किसिमको आयहरू हुन्छन्। आयकरहरू केमा काट्ने हैन त, केमा कति लगाउने, कति पर्सेन्ट लगाउने, पालिकालाई कति हो हैन त, मतलब नगरपालिकालाई कति हो, गाउँपालिकालाई कति हो भन्ने कुराहरू यी आयकर ऐन 2058 र नियमावली 2059 मा स्पष्ट लेखेको छ। यसलाई पालना गर्नुपर्ने हुन्छ। यो कुरा पालना गर्नको लागि पनि तपाईले आयकर ऐन 2058 र नियमावली 59 चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। त्यसैगरी अर्को पोइन्ट रहेको छ सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 र नियमावली। यो पनि सहकारी संस्थामा काम गर्ने हरेक पदाधिकारीहरू कर्मचारीहरूको चाहिँ सम्पत्ति शुद्धिकरण गर्नको निमित्त यो निवारण ऐन 2064 र नियमावली अध्ययन गर्नुपर्ने जरुरी छ। यसमा विभिन्न किसिमको फर्म्याट हुन्छन्। कति महिनामा कति वर्षमा चाहिँ ती कुराहरू सञ्चालक समितिबाट अपडेट गराउने भन्ने कुराहरू स्पष्ट लेखेको हुन्छन्। त्यसरी अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैगरी अर्को पोइन्ट्स रहेको छ श्रम ऐन 2074 र नियमावली 2075 हैन। सहकारी संस्थामा कर्मचारीहरू राखिसकेपछि ती कर्मचारीहरूलाई कुन ऐन अन्तर्गत हैन कसरी चाहिँ बोनस दिनु पर्ला हैन, कतिको चाहिँ काम लगाउनु पर्ला, कति घण्टा खटाउनु पर्ला, अर्थात् चाहिँ ती काम खटाए बापत कति सम्मको चाहिँ पारिश्रमिक दिन मिल्छ अनि ती पारिश्रमिकको चाहिँ कर कसरी हो, कति काट्नु पर्छ हैन त, कति सम्मको चाहिँ तलबलाई कति पर्सेन्ट काट्ने हो भन्ने कुरा स्पष्ट लेखेको हुन्छ श्रम ऐन 2074 र नियमावली 2075 मा। यो कुरा अध्ययन गर्न एकदमै जरुरी छ। त्यसैगरी अर्को रहेको छ राष्ट्र बैंकले भर्खरै जारी गरेको निर्देशन हैन 2081। अस्ति 2081 साल मन लाग्छ फागुनतिर चाहिँ राष्ट्र बैंकले एउटा करिब 48 पेजको चाहिँ एउटा निर्देशन जारी गरेको छ। त्यो पनि अध्ययन गर्न जरुरी छ। त्यसैगरी हैन अब नेपाल सरकारले विभिन्न कुराहरू चाहिँ हैन अब सहकारी विभागको मार्फत अर्थात् नेपाल सरकार मार्फत चाहिँ समय-समयमा जारी गर्ने निर्देशनहरू पनि अध्ययन गरिराख्नुपर्ने आवश्यक छ। ती अध्ययन गरिराख्यो भनेदेखि सहकारी संस्था चलाउन सजिलो हुनेछ, सहकारी एउटा सही ढङ्गबाट अगाडि बढ्नेछ भन्ने कुरा मैले विश्वास लिएको कारणले गर्दाखेरि मैले तपाईहरुलाई जानकारीको लागि मैले 7 वटा हैन ऐन नियमहरू र चाहिँ चाहिने कुराहरू तपाईलाई मैले दिएको छु। यसको डिटेल बुकहरू पनि तपाईहरुलाई सकेसम्म म तपाईलाई डिस्क्रिप्सनमा सबैको लिंक राख्नेछु भन्ने जानकारी दिँदै म बिदा हुन चाहन्छु। हस्त नमस्कार। जय सहकारी।